हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। होइन, म पनि सन्चै छु। होइन, आज चाहिँ म चाहिँ यो पछाडिपट्टि देखिरहेको नेपथ्य एक्सप्रेसको गाडी लिएर चाहिँ अहिले चाहिँ म काठमाडौँमा छु। होइन, पोखरा जाँदैछु। र गाइज अहिले चाहिँ म मेरो गाडीहरूमा प्यासेन्जरहरूलाई राख्नको लागि चाहिँ प्यासेन्जरलाई लिन चाहिँ म जाँदैछु। होइन, अनि म चाहिँ स्टेसनमा पुगिसकेँ। होइन, अनि अब चाहिँ अनि प्यासेन्जरलाई चाहिँ पिकअप गर्नुपर्ने हुन्छ। होइन, अनि अब यो माथि प्यासेन्जर यहाँ माथि जानुपर्ने हुन्छ। अनि त्यस पछाडि यहाँबाट मैले यस्तो तालले गरेर घुमाइदिएँ। होइन, अनि गाडीलाई अनि म चाहिँ अब प्यासेन्जरहरूलाई चाहिँ चढाएपछि नै भेटौँ है त। अहिले चाहिँ गाडीमा प्यासेन्जरहरू चाहिँ पुरै चढिसक्नु भएको छ। होइन, अब चाहिँ म स्टेसनबाट तल जानुपर्ने हुन्छ। होइन गाइज, अनि अब चाहिँ म हजुरलाई काठमाडौँ चाहिँ देखाउने नै छु। होइन, अनि बबाल बनाएको काठमाडौँको वास पार्क पनि है। यो चाहिँ यहीँ चल्ने गाडी चाहिँ होइन। अनि आज यसो रिजर्भ हानेर ल्याएको। होइन, उता पोखराबाट यहाँ उताको चाहिँ बनाएको छैन गाइज। होइन, त्यताको पनि चाहिन्छ भने सब्सक्राइब हान्नुहोस् है, सब्सक्राइब हान्नुहोस्। अनि अहिले चाहिँ म काठमाडौँको हेर्न सक्नुहुन्छ गाइजहरू। अनि अब यहाँनिर हामी चाहिँ उतापट्टि रोडमा इन्ट्री हान्नुपर्छ गाइजहरू। अनि हजुरहरू देख्न सक्नुहुन्छ काठमाडौँ होइन गाइज, खत्रै ताल्दै भालेन दाइले त खतरा बनाएर हान्ने होइन गाइज। अहिले त खतरा के खतरा राम्रो बनाएर खाने के गाइज। होइन, हेर्न सक्नुहुन्छ काठमाडौँको सिनरी। होइन, बबाल छ। अब यस्तोमा अब गाडीमा तेल छैन, त्यही भएर चाहिँ म चाहिँ ट्याक्क लाएर तेल हालेर सट्ट जानुपर्छ हाम्रो यो खतरा यात्रा। होइन, बबाल है गाइज। भिडियो एन्डसम्म हेर्नु होला होइन गाइज। अब चाहिँ अनि टक्क लाएर अब यहाँनिर पेट्रोल पम्प त्यहाँनिर रहेछ। अब उता माथि उयो युटर्न हानेर ल्याउनु पर्छ। हेर्नु यार, यस्तो बिच्चा बार राखिदिन्छ होइन, ठोकिदिएर यार भन। होइन, अझै हामी कति अगाडि छ क्या यो। अनि अझै अगाडिबाट त एउटा ठुलो चोक छ क्या हो, त्यो चोकबाट चाहिँ मोडेर लिएर आइहाल्छु गाइजहरू। होइन, अनि गाइज होइन, अनि अब चाहिँ त्यो माथिबाट युटर्न लिने चोक आइसक्यो। होइन, अब चाहिँ हामी त्यहाँबाट युटर्न लिएर होइन अनि पेट्रोल पम्पमा जानुपर्ने हुन्छ। होइन, अनि ठिक छ गाइज, फुल यात्राको इन्जोय गर्नु होला। होइन, यो गेम चाहिँ बुसिडो। होइन, हजुरलाई खेल्न मन छ भने बस सिमुलेटर इन्डोनेसियालाई डाउनलोड गरेर खेल्न सक्नुहुन्छ। अहिले चाहिँ मैले ठ्याक्क लाएर युटर्न चाहिँ मेरो लिइसकेको छु गाइजहरू। होइन, अब धेरै के बोल्नु, अब चाहिँ म चाहिँ ठ्याक्क लाएर पेट्रोल पम्पमा पेट्रोल हालेपछि बल्ल भेटौँ है त गाइज। अहिले चाहिँ गाइज म चाहिँ होइन तेल हालेर हिँडिसकेँ। अब चाहिँ धेरै कुरा गर्नुहुन्न। होइन, अब चाहिँ ठक्क लाएर चाहिँ होइन त्यो तिरहरूतिर पुगेपछि नै भेटौँ है त गाइजहरू। अहिले चाहिँ म चाहिँ होइन गाइजहरू अनि यस्तो त क्या उतापट्टिको ओह्रालो छ नि त, ओह्रालोनिर आइसकेँ। होइन, अनि म चाहिँ अलि तल आइसकेँ। अलि तल आएपछि मात्र मैले चाहिँ भिडियो खिचेको छु। होइन गाइज, बब्बालको घुम्ती छ क्या बब्बाल। होइन गाइज, अनि त्यस पछाडि होइन ओहो गाइज यहाँनिर घुम्ती हेर्न सक्नुहुन्छ गाइजहरू। अघि नै एउटा बट्टारै छु, बट्टारेको बट्टारै। अब चाहिँ गाइजहरू होइन अब म चाहिँ यस्तो घुम्तीमा बटारेँ। होइन गाइज, आमा भोइस ओभर गर्नु कति गाह्रो हो कि, कोही नभएको बेला गर्नुपर्छ। होइन गाइज, यहाँनिर फेरि कस्तो पुग्दै नपुगेको। होइन गाइज, अब चाहिँ अलि तल चाहिँ खाजा खान रोक्नु पर्ने हुन्छ। होइन, अनि प्यासेन्जरहरूले अघि नै भाडा चाहिँ खाजा खान होटलमा रोक भनेर मेरो गिद्दी ह्याप हानिसक्यो। होइन गाइज, अब अलि तल चाहिँ एउटा नयाँ रेस्टुरेन्ट खोलेको अरे के हो, त्यही रेस्टुरेन्टमा पुगेपछि चाहिँ अब खाजा खुलाउनु पर्छ। होइन, अब त्यो खाजा खुलाइन्जेलसम्म म पनि खान्छु। ल गाइज, यति कुरा गरेर
अहिले म चाहिँ होइन त्यो अघिको एउटा होटल भनेको थिएँ नि हो त्यो होटलमा चाहिँ पुग्नलाई चाहिँ होइन यहाँबाट यस्तो टर्निङ लिएर ऊ त्यहाँनिर हेर्न सक्नुहुन्छ होइन। अनि यस्तो खाजा खान पाइयो भनेर चाहिँ प्यासेन्जरहरू चाहिँ उफ्रिराख्नु भएको होइन गाडीभित्रै होइन। अब ठिक छ गाइज, अब यहाँ खाजा खाएको चाहिँ नदेखाऊँ होला होइन, खाजा खाएको के देखाउनु होइन। अनि त्यही भन्दै अब चाहिँ हामी ट्याक्क ल्याएर घुम्ती मोडेपछि नै पेटमा त गाइजहरू। अहिले म चाहिँ होइन गाइज खाजा साजा खाएर होइन म चाहिँ हिँडिसकेँ होइन। अहिले चाहिँ हामी रातितिर हिँडेको होइन, कहाँ पुग्दा रात पर्छ थाहा छैन। नेपालको मौसम अहिले केही थाहा नै छैन होइन गाइज। ओहो यहाँ त तगडै जाम हुन्छ क्या त गाइज। अब बाटो यस्तो छैन अब गाइज, धेरै नबोलौँ होइन। अब चाहिँ ट्याक्क ल्याएर मेरो तर्फबाट एउटा भटभटे सिनेमेटिक हेर्नुहोस् है त। Baby गाडी ल्याउँछु बटबटे केटाहरू ब्याड बोय कम्पनी नानीले भन्दै गर्छ आफ्नो नाम भन्दै गर्छ बटबटेमा माया बटबटेमा लैजान्छु माया तिमीलाई बटबटेमा ब्याड बोय बागमती अञ्चले धेरैले गर्छ हेट पछाडि नराम्रो बन्छ रे गाइजहरू होइन। अनि मेरो सिनेमेटिक कस्तो लाग्यो होइन। अनि अब चाहिँ ट्याक्क लाएर हाइवेमा पुगेपछि भेटौँ है त ल गाइज। अनि अहिले चाहिँ म होइन तेर्सुलीको किनारमा हिँडिराखेको छु होइन गाइज होइन। अहिले चाहिँ ट्याक्क लाएर पिचबाट टक्कको बनाएँ, कस्तो लाग्यो बाटो होइन, एकदम बढिया खाने। अहिले चाहिँ यहाँनिर हाम्रो चाहिँ रात साँझतिर पर्न लाग्यो होइन गाइज। कस्तो भइरह हाम्रो यात्रा होइन, बवाल भइरह। अब चाहिँ होइन हो गाइज तलतिर त्रिशुली नदी बगेको हेर्न सक्नुहुन्छ हजुरहरू होइन। खतरा होइन त नदी, नेपालको नदी हो नि गाइज। अनि यस्तो कुराहरू यतापट्टि पनि एउटा होटल जस्तो रहेछ कि यार। ओ यार यस्तो घुम्थ्यो के अरे हो क्या यो ड्राइभरले यस्तो गरेर हालिदिन्छ क्या लो। हेर्नुहोस् त गाइज कस्तो चाहिँ मूर्ख ड्राइभर हो क्या यो। यस्तो बित्थामा ल्याएर रोक्दैछ होइन गाइज, अरूलाई गाह्रो हुन्छ भन्ने सोच्नु पर्छ क्या यार, कुन गाडी हो। अब यस्ताको ट्रल हानेर हामी धेरै नबसौँ होइन। अब चाहिँ हामी धेरै अगाडि पुगेपछि भेट्यौँ है त। अहिले चाहिँ गाइज होइन म चाहिँ टक्क लाएर यस्तो होइन मुग्लिङ बखाएर चट्टको सडकमा आइसकेँ होइन। कस्तो होइन बब्बालको 4 लेनको बनाए यतापट्टि साइडतिर भिलेज सिलेजहरू हेर्न सक्नुहुन्छ। ओहो खै भन होइन गाइज। ओइ डिभाइडरमा चढिदिरहेको ल होइन गाइज। ओहो यतातिर एउटा रेस्टुरेन्ट पनि रहेछ। यतातिर भुल्नुहुन्न बिहान जस्तो हुन लागिसक्यो 6 बजिसक्यो। अब वहाँ पुग्ने बेला हुनुपर्ने हो। सुस्तै कुदाउनु ल्याएको होइन गाइज, धेरै ढिलो भयो क्या। अनि त्यही भएर चाहिँ मैले एकैचोटि यहाँ पुत्ताइदिएँ होइन। अब ओहो यस्तो कुदाउँदा नि ओभरटेक हान्दिन मिलेको क्या ल, कस्तो बाटो बनाएको कि ओहो होइन। अब चाहिँ एकछिनपछि हामी चाहिँ फेवातालमा पुगिन्छ होइन। फेवातालमा है त गाइज ल गाइज। अब चाहिँ म चाहिँ फेवातालको किनारमा चाहिँ यहाँबाट युटर्न लिन्न भनेर वहीँबाट पुरा पक्क लाएर चाहिँ अब यहाँबाट घुसाइदिनु पर्छ गाइजहरू होइन। फेवातालमा एउटा चक्कको सिनेमेटिकहरू हानिदिनु पर्छ। फेवातालमा आएर फेवातालको सिनेमेटिक हान्दिनँ भने त मजै आएन नि होइन र गाइज होइन। अब चाहिँ हामी सिनेमेटिकतिर पनि पुगौँ है त। फेवातालमा साइली डुङ्गा साला सम्झनामा तिम्रो तस्बिर लिएर होइन गाइज पन्दी कोटको बाटो आइसक्यो होइन।
यो बारेको सर्ट्सहरू चाहिँ हजुरहरूले मेरो च्यानलमा चाहिँ हेर्न सक्नुहुन्छ होइन। मेरो च्यानलमा चाहिँ मैले यसको सर्ट्स चाहिँ हालिसकेँ, पहिले मैले हालिदिइसकेको छु होइन गाइज। होइन खतरा खाके गाइज बाटो त ओह अक्खा खाके भन्न मिलेन, यस्तो घुम्ती नै घुम्ती बवाल छ के बाटो चाहिँ यस्तो बनाएर चाहिँ गाइजहरू। अब चाहिँ हामी होइन अझै धेरै नै छ, भर्खरै हामी चाहिँ उक्लिएको होइन, त्यही भएर चाहिँ अब चाहिँ हामी धेरै यता नबोलौँ। अब चाहिँ ठ्याक्क लाएर पुम्दीकोटको किनारतिरै पुगेपछि चाहिँ भेटौँ है त गाइजहरू। अहिले चाहिँ गाइज होइन म चाहिँ पुम्दीकोटको माथि शिरतिर आइसकेँ होइन। अब चाहिँ म चाहिँ पुम्दीकोटतिर पार्किङ खोज्दै जानुपर्छ होइन, उहाँ पनि होला होइन पार्किङ त अब यस्तापट्टि होला नि भनेको एउटा यस्तो सानो सानो होटल रहेछन् होइन गाइज। यो होटलमा मुनि हामी नपुगेको म चाहिँ माथिपट्टि कुदाइरहेँ होइन गाइज। यहाँबाट चाहिँ एउटा तगडी घुम्ती रहेछ होइन गाइज। ओहो यहाँबाट यस्तो यस्तो पाराले होइन घुम्ती घुमाइदिएँ अनि त्यस पछाडि यसो लाएर माथि पुगेँ। ओहो गाइज खत्रै छ नि बाटो। यसमा चाहिँ एउटा यो भारे बस्छ होइन, इजिली गलिदिन्छ। त्यस पछाडि खोज्दै खोज्दै म चाहिँ यहाँ आइपुगिसकेको थिएँ त होइन। अनि अलि खोज्दै खोज्दै हिँडेको त मैले उतापट्टि चाहिँ एउटा शिवमूर्ति पार्किङ भन्ने पनि देखियो क्या गाइज बोर्ड। अनि होइन अब शिवमूर्ति पार्किङ भन्ने रहेछ भन्ने मैले थाहा पाएँ होइन। त्यही भएर चाहिँ मैले भित्र लगेर पार्किङ हान्न पर्छ भनेर यसो ताले गरेको त होइन गाइज। ओहो ऊ हेर्न सक्नुहुन्छ शिवमूर्ति पार्किङ सेवा यहाँनिर देखिसक्यो। अनि ठ्याक लाएर त्यहाँनिरबाट चाहिँ त्यो पार्किङ हाल्न पर्यो होइन गाइज। अनि शिवमूर्ति पार्किङमा ट्याक लाएर मैले हाल्न लगाएको यस्तरी हालेर होइन गाइज चाहिँ ट्याक्क लाएर यहाँ ब्रेक लाएर चट्ट पारिदिएँ आफ्नो गाडीलाई। पछि त त्यसले त पार्किङको लागि पैसा लाग्छ भनिदियो अनि त्यही भएर चाहिँ म चाहिँ गुटुङ पुटुङ भागिदिएँ होइन। अनि भागेर चाहिँ होइन अनि म चाहिँ पुम्दीकोट दर्शन गर्नतिर लागेँ है त। पुम्दीकोट दर्शन है त। हे प्रभु हे श्रीराम भगवान् होइन मेरो चाहिँ छिट्टै 1K पुगिदियोस् है मेरो च्यानलमा भगवान्। के भन्दै